सबैमा नमस्कार। सबै आरामै हुनुहुन्छ? अरू मौसम राम्रो छ है, घमाइलो छ। त्यति एकदमै गर्मीको महसुस पनि कति भएको छ भने हजुरहरूलाई पानी परेर मिलामिली जस्तो लाग्छ कि मलाई मेरो आफ्नो अनुभव वैशाखको महिना। हजुर म खास यो वेदर मौसम सम्बन्धी रिपोर्टिङ गर्न चाहिँ होइन, आज फेरि एउटा अर्को प्रस्तुति एपिसोडमा छु। एउटा फेरि कथा मनको आवाज भन्ने क्रममा चाहिँ एउटा कथा अझै भनौँ भनेर हजुरहरूलाई धेरै धेरै धन्यवाद। भिडियोजहरू मन पराइदिनु भएको छ, अलिक कन्स्ट्रक्टिभ कमेन्ट्सहरू पनि दिनुभएको छ, अलिक कन्स्ट्रक्टिभ कमेन्ट पनि दिनु होला। सुझावको धेरै खाँचो हुन्छ हामीहरूलाई यो मनको आवाज भन्दै गर्दाखेरि होइन। सकभर तपाईँले मिल्छ भने त्यो साइनहरू जस्तै इमोजिजहरू आइकन्सहरूको सट्टामा चाहिँ शब्द प्रयोग गरिदिनु भने अति राम्रो हुन्थ्यो है। कस्तो के छ, कस्तो छ, कतिको हजुर के छ होइन, त्यो ठिकै छ, सबै कुरा राम्रै भइरहेको छ। त्यो पनि मिल्छ भने अझै पनि हजुरलाई मैले के अनुरोध गरेँ भन्दाखेरि त्यो इमोजिजहरू आइकन्सहरू भन्दा चाहिँ शब्द लेख्यो भने अझै राम्रो हुन्थ्यो होला। यो मेरो आफ्नो सुझाव है। फेरि एकदम जे छ ठिक छ, एकदम प्रेरणा पाइरहेको छु मैले यस्तो भिडियो बनाइराख्नलाई है। ल आजको चाहिँ प्रस्तुति सुरु गरौँ। एकचोटि के हुन्छ भन्दाखेरि एकजना ज्ञानी मान्छे वन जङ्गलबाट चाहिँ हिँडिरहेको बेलामा चाहिँ एकोहोर आफ्नो तालमा हिँडिरहेको बेलामा चाहिँ त्यो ज्ञानी मान्छेले चाहिँ कौवा कराएको सुन्छन् के, क्वा काऊ गरेर यसो फर्केर बुट्टातिर हेर्छन्। त्यसपछि कतिले कौवा कराएको राम्रो पनि भन्छन्, कतिले नराम्रो पनि भन्छन्। तर हामीले हेर्ने हो भने त छ न त, कौवा भनेको त हाम्रो हुलाकी भनौँ न होइन, प्यासेन्जर। पहिलाको जमानामा चाहिँ समाचार ल्याउने भन्ने खाले पनि त छ। त्यसपछि अन्त कौवाले चाहिँ यसो त्यो ज्ञानी मान्छेले यसो कौवातिर फर्केर हेर्दाखेरि सुन्नुहोस् न भनेर चाहिँ उसले बोलायो कि, कौवाले चाहिँ बोलायो। भन काग महाराजज्यू, हजुर भन्नुहोस्। सुन्नु न, मलाई यो मेरो जीवनदेखि फेटक्कै मलाई आफ्नो जीवन एकदमै मन परेको छैन, फेटक्कै मनै परेको छैन मेरो जीवन, मलाई राम्रै लागेको छैन भने चाहिँ उसले कौवाले चाहिँ त्यो ज्ञानी मान्छेलाई यसरी भन्छ कि। त्यसपछि ज्ञानी मान्छेले के भन्छन् भन्दाखेरि ए हो र, त्यस्तो हो र, तिमीलाई आफ्नो जीवन आफै मन परेको छैन, लौ त तिमी जाऊ न, उसलाई गएर सोध न भन्छन्। हंस भनौँ अथवा हाँस जस्तै हाम्रो त्यो पानीमा सेतो होइन, सेतो रङको चाहिँ त्यो पानीमा हामीले देखेका छौँ नि, पानीमा चाहिँ बसेको अथवा त्यहीँ फ्लोटिङ गरेको अथवा डुबुल्की मारेको होइन, हंस भनिन्छ। अथवा हाँस जस्तै भनौँ, हामीले स्वान भन्छ इङ्ग्लिसमा होइन, अङ्ग्रेजीमा स्वान चाहिँ त्यो, उसलाई गएर सोध त भनेछ। त्यसपछि कौवा चाहिँ उड्दै गएछ है। कौवा चाहिँ उड्दै गएछ, गएर चाहिँ ए ओहो के छ भनेछ। के हुनु नि, मलाई त झ्याउ लाग्छ, खालि सेतो छु म, अरू केही पनि छैन, झ्याउ लाग्छ मलाई नि, एकदम उराठ लाग्छ मलाई भन्नै परेन, आफू धेरै सेतो भएछ, ततै सेतो छ, झ्याउ लाग्छ, मलाई पनि मन पर्दैन भनेर चाहिँ उसले भनेछ। त्यसपछि केलाई त्यस्तो होला भनेछ। त्यसपछि तिमीले गएर सुगालाई सोध त भनेछ, सुगालाई। त्यसपछि उडी गएर सुगालाई सोध्यो। सुगा के छ, जीवन त राम्रो रमाइलो, के को रमाइलो हुने हो, मलाई चाहिँ यहाँ पिँजडामा राखिदिया छन्, के को रमाइलो हुने हो, कैदखानामा छु म यहाँ। सुगा पट्टु त बोल भन्छन्, नबोल्यो भने हान्छु भन्छन्, थर्काउँछन् बाहिरबाट, जे दियो त्यही खानुपर्छ, दिएन भने भोकै बस्नुपर्छ, यस्तो पनि कोही जीवन हो, राम्रो छैन यो भन्छ उसले, सुगाले। त्यसपछि जाऊ, मेरो जीवन तिमीले के सोध्छौ, गएर चाहिँ तिमीले उसलाई सोध, मयुरलाई सोध, पिककलाई सोध, उसले भन्छ उसको जीवन कस्तो छ भन्छ। फेरि कौवा उडी जान्छ, गएर चाहिँ मयुरलाई भेट्छ, पिककलाई भेट्छ। के छ पिकक, ठिक होला नि त? ओहो कति राम्रो है, कति राम्रो पकेटा, रङ्गी चङ्गी, कति राम्रो छ है जीवन त भन्छ।
को जीवन राम्रो हुने, कैदखानामा यहाँ जूमा छु म, मान्छेले मलाई हेर्न आउँछन्, यसरी हेर्छन्, हेरेर फरर चाहिँ त्यो पखेटा फिजाएको चाहिँ हेर्न आउँछन्। त्यसपछि उम्मिराख्छन् जब मैले पखेटा फिजाएको कहाँ भएर हेर्छन्, हेर्न नपाए चाहिँ यस्तो पनि केही जीवन हो? यो पुरा जूभित्र, कैदखानाभित्र के को जीवन हो नि? जीवन त तिम्रो पो छ त। तिमी जहाँ पाए त्यही उड्न सक्छौ कौवा, काग। तिमी जहाँ पाए त्यहीँ उड्दैनौ जीवन। तिमी त उड्छौ नि, हामी के उड्छौँ? खै म कहाँ उड्छु र? जीवन मेरो जीवन भएकै पाएँ भने त म तिम्रो जस्तो जीवन खोज्छु मैले, कौवाज्यू, कागज्यू भन्छु। त्यसपछि यसो कौवाले रियलाइज गर्छ, यसो महसुस गर्छ, त्यसपछि यसो गरेर उड्छ के त। त्यसलाई भन्दा उसले त तिमी जस्तो जीवन पाए त म उडेर कहाँ जान्छु भन्यो नि त मयुरले। त्यसपछि ऊ साँच्चै उडेपछि त हो त है, म त कहाँ उड्न सक्ने भएछ भनेर उसले चाहिँ अरूसँग तुलना गर्यो कि हेरे त त्यो हंसको पनि त्यस्तो छ है, त्यसपछि त्यो पट्टुको त्यस्तो छ, सुगाको त्यस्तो छ, मयुरीको त्यस्तो छ भने चाहिँ म त ओहो। यहाँ मैले भन्न खोजेको के भन्दाखेरि कतै हामीले आफ्नो मूल्य, म कस्तो छु भनेर आफ्नो मूल्य कतिपय हामीलाई थाहा हुँदैन के। त्यसलाई भन्दा हामीले अरूलाई हेरिरहेको हुन्छौँ होइन, अरूलाई हेरिरहेको हुन्छौँ, अरूसँग कम्पेयर गरिरहेको हुन्छौँ। यसको अर्थ कम्पेयर नगर्ने भनेको चाहिँ होइन, कम्पेयर गर्ने अफकोर्स। कतिपय कुराहरू हामीले कम्पेयर गरेर अरूलाई हेरेर हामीले सिक्छौँ पनि होइन, हामी जीवनमा अगाडि बढ्ने प्रेरणा पनि त पाउँछौँ नि अरूलाई हेरेर। त्यो कुनै शङ्का प्रेरणा पाउने त्यो शङ्कै भएन, त्यो प्रेरणाको कुरा हामीले लिनु पनि पर्छ। तर यहाँ खास भन्न खोजेको आफ्नो मूल्य के, वर्थ, जुन हामीले सेल्फ वर्थ भन्छौँ नि, सेल्फ वर्थ अथवा इनर वर्थ, हाम्रो जुन भित्री छ मूल्य, जुन भित्री मूल्य छ, कतै हामीले बाहिरी कुराले हामीलाई ढाकिरहेको छ कि त्यो कुरा हामीले देख्न छ, हामीसँग भित्र छ, तर हामीले बाहिरी कुरा हेर्दाखेरि त्यो मूल्य हामीले भित्र इनर भोइस भित्रको जुन हाम्रो मूल्य छ, सेल्फ वर्थ, आफ्नो मूल्य हामीले कतै थाहा नपाउने गरी केही कुरा ढाकिरहेको छ कि थाहा पाउन सकेको छैनौँ कि, अथवा कता थाहा छ तर हामीले अरूलाई हेर्छौँ, चाहिँ कम्पेयर गर्छौँ, ऊ त यस्तो छ, म त यस्तो भएर भन्छौँ कि। कतै खास मैले भन्न खोजेको चाहिँ यो हो, कतै हामीसँग भएको भित्री मूल्य, हामीसँग भएको कुराहरू, हामीसँग जुन हुनुपर्छ, जुन छ हामीसँग, तर हामीले अरूलाई हेरेर चाहिँ उसलाई हेरेर चाहिँ त्यो कागको जस्तै, कौवाको जस्तै चाहिँ कति भएको छ कि हामीलाई। त्यो हिसाबले चाहिँ मलाई लाग्छ हामी कौवा जस्तै कतै हामी उड्ने खाले छौँ कि भनेको अर्थ पखेटा लाएर उड्ने भनेको चाहिँ होइन कि। भित्री हाम्रो जुन सेल्फ वर्थ छ, आफ्नो मूल्य छ, आफ्नो मूल्यलाई पनि यसो भित्री पनि हेर्नुपर्छ कि जस्तो लाग्छ मलाई होइन। खास यसको उद्देश्य नै यही हो। हामी सबै, फेरि यो तपाईँलाई भन्दै गर्दाखेरि यो मैले तपाईँलाई मात्रै, हामी सबैलाई मैले आफ्नो मूल्य पनि आफै जान्न खोजेर भनेको। यति भन्दै आजलाई मैले मेरो एपिसोड यहीँ समाप्त गर्छु र के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला, भन्नुहोला, मिल्छ भने सेयर गर्नुहोला है। हजुरलाई धेरै धेरै धन्यवाद।